गजब भइरहेछ। भर्खर एक गोल मात्र खाइएछ। अब हाम्रो साथीले गोल गरे भने अब ठिक हो, के अरे गोल गरेन भने त अब खाने मात्रै काम त हो नि। साथीले गोल गर्नु पर्यो। हात पनि केटिङ जस्तो यसो किन हो नानी त चार्ल्स के छ 2 गोल खाइयो कस्तो लागिरह? 2 गोल खाइएछ एकदम मजा लाग्छ। नभए चाहिँ 1 गोलसम्म ठिक थियो। 2 गोल चाहिँ बेसी भयो किनभने हाम्रो केटाले गोल गर्न सक्दैनन्। 1-0 ले हार्दाखेरि जति आनन्द हुन्थ्यो अब गोल बढ्दै गोल जति धेरै फरक हुन्छ त्यति गोल अन्तरले हार्दाखेरि चाहिँ के स्वास्थ्यकर्मीसँग बाँके अलि बलियो रहेछ टिम? सधैँ खेल्छ नि फुटबल। ए अब हामीहरु मेला पोकामा त्यो पनि कोही आउँदैनन्। ल कामना सफलताको कामना। आज प्रेसिडेन्टले 3 गोल खाइसक्यो नि अहिलेसम्म। अब यस्तो छ, धेरै कुरा हेर्नुपर्ने हुन्छ। अब यो स्वास्थ्यकर्मी सङ्घ भनेको आफैमा स्वस्थ हुने एउटा टिम हो, त्यसरी बुझ्नुपर्छ। र प्रेसिडेन्ट भनेको नितान्त कलम चलाउने व्यक्तिहरूको सङ्गठन हो। अब यो स्वस्थ व्यक्तिसँग अब कलम चलाउने त अब त्यसै भिडन्त नभनौँ कि जस्तो अब नियमित रूपमा फिट भएको मान्छे र अब कलम मात्रै चलाउने शरीरका अरू भाग नचल्ने व्यक्तिसँग गर्दाखेरि त अब अलि ड्युटी भइहाल्छ। त्यस कारण अब ठिकै हो, यो त मैत्रीपूर्ण हो, के छ र होइन। यो आज यो खेलको बारेमा अलिकति बताइदिनु न। यो खेल चाहिँ आज स्पेसली नेपाल प्रेस युनियनको स्थापना दिवस र स्वास्थ्यकर्मी सङ्घको स्थापना दिवस जुन दुईटै सङ्गठनको 34औं स्थापना दिवस परेको छ र यो 34औं स्थापना दिवस मनाउने क्रममा आज चाहिँ नेपालगञ्ज रङशालामा प्रेस युनियन र प्रेस युनियनको आयोजनामा खास गरी र नेपाल स्वास्थ्यकर्मी सङ्घको बाँकेको सहकार्यमा दुवै टोली बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको छ र यसमा चाहिँ अघि उद्घाटन सत्र भयो। यसमा चाहिँ नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेल, त्यसै गरी फेरि 1 गोल कुराकानी गर्दा गर्दै 1 गोल भएको छ। अनि त्यसपछि अब त्यसरी उद्घाटन भयो। अब यो खास गरी यो आत्मीयता र त्यसै गरी अब कहिलेकाहीँ अलिकति खेल्नु पनि पर्छ, प्रेरित पनि गर्नुपर्छ भन्ने चाहिँ यसको ध्येय रहेको छ होइन। साथीहरूलाई अब कलम मात्रै कलम त चलाइएछ, तर अब कलम सँगसँगै स्वास्थ्यमा पनि ख्याल गर्नुपर्छ, ध्यान दिनुपर्छ भन्ने कुरा चाहिँ यो एउटा प्रेरणा जगाउनका लागि यो गेम चाहिँ आयोजना गरिएको छ। अब यहाँ 101 दिग्गज हाम्रा सहकर्मी साथीहरू हुनुहुन्छ। उहाँहरूले आफ्नो दिग्गजपना नदेखाउँदाखेरि 3 गोल खाइसक्यो। 4 गोल भइसकेको छ। अब यो दुर्भाग्य भन्नुपर्छ, हाम्रो दिग्गज जुन हुन्छ नि हाम्रो दक्षता चाहिँ अब अलिकति कमजोर नै देखिएको छ होइन। स्वास्थ्यकर्मी सङ्घ बाँके भनेको बिहान बिहान धेरै खेल उहाँहरूले खेल्नुहुन्छ होला है। एकदम त्यही भएर पनि उहाँहरू अलि बलियै टिम हुनुहुन्छ अहिले। आज उहाँहरूको मैले चाहिँ थाहा पाएको होइन, म आफै पनि कतिपटक चाहिँ अब यो ठुलो रङशालामा ठुलो चाहिँ ग्राउन्डमा नखेले पनि उहाँहरू चाहिँ दैनिक रूपमा कतिपय साथीहरू चाहिँ स्वास्थ्यकर्मी सङ्घको कतिपय साथीहरू चाहिँ दैनिक रूपमा फुटसल खेल्ने गर्नुभएको छ क्या होइन। साँझ बिहान उहाँहरूको एउटा ग्रुप छ, खेल्ने गर्नुभएको छ। कतिवटा खेलमा त म आफै पनि गएर हेरेको छु होइन, उहाँहरू सहभागी भएको। त्यसकारण मैले चाहिँ बुझेको अब नितान्त रूपमा उहाँहरूले गर्नुभएको काम पनि राम्रै हो, किनभने अब स्वास्थ्यकर्मी सङ्घ भन्ने अनि स्वास्थ्य रहनका लागि खेलकुद एकदमै महत्त्वपूर्ण छ, अपरिहार्य छ। त्यही भएर उहाँले नियमित रूपमा खेलकुदलाई अगाडि बढाउनु भएको छ। तर हामी भनेको कस्तो भयो भने हाम्रो ठाउँ ठेगानै नहुने क्या, समयको महत्त्व नै, समयको एउटा भनौँ न निश्चित समय कति बेला कहाँ जानुपर्ने हो, कति बेला के गर्नुपर्ने हो, त्यो नै तपाईँको टुङ्गो नभएको कारणले गर्दाखेरि अनि अब पत्रकारले कसरी टाइम निकाल्नै गाह्रो हुन्छ कि कति बेला कहाँ जाने कति बेला कुन कार्यक्रमको रिपोर्टिङ गर्नुपर्ने हो, कति बेला कहाँ चाहिँ रिपोर्टिङको लागि पुग्नुपर्ने छ भन्ने चाहिँ टुङ्गो नहुँदाखेरि अनि खेललाई समय छुट्याउन अलिक गाह्रो पनि छ जस्तो लाग्छ। हुन त अब त्यो गाह्रो छ भन्दैमा अब के अरे गर्नै सकिँदैन भन्ने त होइन होइन, तर अब यो चाहेपछि हुन्छ। तर अब अहिलेको अवस्था चाहिँ हेर्दाखेरि अब त्यस्तो खेल्ने चाहिँ अभ्यास छैन। तैपनि आज यसो महत्त्वपूर्ण खेल हो, अलिकति प्रेरित गरौँ। केही भए पनि 2-4 लिटर चाहिँ हाम्रा साथीभाइहरूको पसिना जान्छ कि शरीरबाट यसो बोसो घट्छ कि भनेर हो। अब यसको लिडिङ चाहिँ हाम्रो प्रेस युनियन बाँकेको कार्य समिति सदस्य समीर
आदरणीय समीर शाहीज्यूले गर्नुभएको छ। अब यो उहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु किनभने उहाँले आफ्नो पनि बोसो घटाउँदै हुनुहुन्छ।